आफू आइहाल्छ कि त्यो प्याज अलिकति केही काट्नै पर्नु हुँदैन। हाई हाई गाइसहरू, म चाहिँ आज खाना बनाउन लागेको कि मेरो आजभोलि ड्युटी छैन नि त, त्यही भएर आज चाहिँ दिउँसो खाना बनाउन लागेको। नभए चाहिँ म राति मात्रै बनाउँथ्यो, राति मतलब बेलुका दिदी आउने बेलामा। दिदीको चाहिँ ड्युटी छ, मेरो चाहिँ ड्युटी छैन। सो आज चाहिँ मलाई चाँडै खाना बनाएर म चाहिँ भरे चाहिँ होइन यति खाना रहेछ, अलिक खाना वेस्ट हुन्छ कि। अब कोही 7 रेल किलो रे, पहिले 1 रेलमा पाइरहेको थियो, 7 रेल रे। कस्तो मजा आउँछ नि त्यसरी कुट्दा। पहिले प्याज काट्यो भने पिरो हुन्छ नि त। यो चाहिँ चिकन मसला, हामीले जेको पनि यही हाल्छौँ। र मटनहरूको चाहिँ छुट्टै हुन्छ, छुट्टै नै हाल्छौँ। तर भेजिटेबल चिकन वाटेभर सबैमा चाहिँ यो हाल्छौँ। धेरै ल्यायो भने फेरि बिग्रिने, थोरै ल्यायो भने घरि किन्न जानु पर्ने। किन छ हाल्न लाग्यो मैले। यो सबै आधी आधी कुहिएको छ, कोही यो चाहिँ कुहिएको छैन, सबै चाहिँ आधी आधी कुहिएको क्या। यो खुर्सानी अब यति धेरै फालेर त, त्यो कालो चाहिँ के गरिरहेको